मसित शक्ति छ, सबै कुरा हामीले तयार गरेका छ। बोली मात्रै होइन कि कामको तयार भइसकेको छ। आज सुशीला कार्यालय जस्तै मलाई बनाएको भए यो 1 महिनाभित्र मैले व्यवस्था सबै गरिसक्थेँ। तपाईँहरूलाई लेखेर दिन्छु मैले, तर गर्न सकिनँ भने मलाई कालोमसो लाएर जुत्ता माला निकाल्नुहोस्। मैले त किताब निकालिसकेको छु त, म हट्ने छैन। अब तपाईँहरूले किन यो जेन्जीहरू यो जुन बुढा होस् भुरा होस् देश जसले पनि चलाउन जाने हुन्छ, किन युवा मात्रै भनेको छ, युवाले भन्दा बुढाले झन् देश चलाउन जाने छ। हजुर जनतालाई जे चाहेको छ व्यवस्था त्यो व्यवस्था गरेर आज सुशीला कार्कीले आज कसलाई चाहिँ समातेर जेल हालिन्। रामले पनि समय आउँदा हतियार उठाथे, रावणले पनि के रे कृष्णले पनि उठाथे। यदि अगाडि आयो भने राजा नआइजे भनेर अगाडि आयो भने हजुर आमा हो भनिदिनुस्, राजालाई पनि छातीमा पनि एउटा के भन्छु भने हजुरले एउटा कुरा हजुरले भन्नुभयो हामी राजा ल्याउँछौँ भन्नुभयो, ठिक छ। त्यसको लागि राजा आउँछ कि हामीले पहिला वातावरण बनाउनु पर्छ। वातावरण हामीले बनाइसकेको छ। हैन एउटा कुरा ल हजुर भनिदिनु, पञ्चायतकालको राजा होइन, आज जनताको राजा हो। राजा जसको भाग्यमा चाहिँ विष्णु भगवानले चाहिँ प्रवेश गर्नु भएको छ त्यो चाहिँ राजा हुन्छ। यो उ नभनौँ, जसले देश जनताको लागि राम्रो काम गर्छ उही नै राजा हुन्छ, उही नै प्रधानमन्त्री हुन्छ। भएन नि त, व्यक्तिलाई शक्तिमा परिवर्तन गरेपछि ऊ व्यक्ति शक्ति भयो, राजा होस् जोसुकै होस्। हामी राजा ल्याउँछौँ भनेर कराएर त हुँदैन। त्यसको लागि त के भन्नु पर्यो भने राजाले पनि म आउँछु भन्नु पर्यो नि त। आज सुशीला कार्कीले आज कसलाई चाहिँ समातेर जेल हालिन्। आज यत्रो भ्रष्टाचारीहरूलाई छोडेर एउटा कृष्ण बहादुर महरा त पहिले थुनेर जेल हालेर ढड्यो निस्केको थियो, उसलाई किन समाइन्? उसलाई समाउनु नपर्नेलाई चाहिँ अहिले अरूलाई नसमातेर सुशीला कार्की ज्यूलाई म के भन्छु, अब उनले पुराना नेता ल्याउनु लागेकी छिन् फेरि चुनावलाई भनेर। यदि पुराना नेताले टिकट पाए भने यसको यो चुनावको अङ्ग भङ्ग पारेर संहिता खारिज गरेर राजा पुनर्स्थापन गरेर हो यो माल हामीलाई जनताको बनाइदिएको भगवानले अति साह्रो अन्याय अत्याचार गरेर। रामले पनि समय आउँदा हतियार उठाथे, रावणले पनि के रे कृष्णले पनि उठाथे। यदि अगाडि आयो भने राजा नआइजे भनेर अगाडि आयो भने हजुर आमा हो भनिदिनुस्, राजालाई पनि छातीमा पनि एउटा के भन्छु भने अब हामीले राजालाई लिएर यो राज्यमा के भयो अरे जनतालाई र देशलाई यो चुडी खेलमा राजाले 4 सुरमा खाल्टो खनेर हामी जनता बसेर राजालाई पूजा गरेर नलाइ नहुने भन्ने समय आएको छ। अब यो हामीले सायद हेराउँदैछौँ। अब सायद हेराएर कुन दिन सायद निक्लिन्छ अनि टुडी खेलमा राजालाई ल्याएर हामीले जनता र देशको लागि होइन, फेरि अरूको लागि होइन, हामीले पूजा राजालाई गराउनुपर्छ। राजाले जनताको लागि पूजा नगर्दैले गर्दाखेरि हामीलाई यति दुःख झेल्न परेको छ। अब हामी सायद हेराएर राजालाई टुडी खेलमा ल्याएर पूजा गराउँछौँ। अब सिर्पेत हामीलाई चाहियो। तले त भगवानले के खोजेको छिन् मागेको छिन् भने सिर्पेत ल्याउनुहोस्, राजाको सिर्पेत जनताको हो, जनताले त्यो सिर्पेतमा पूजा गर्नुपर्ने समय आएको छ। अब हामी सिर्पेत मागेर हामी तले त भगवानले लगाएर सिर्पेतलाई पूजा गर्छौँ। अब यति तपाईँहरूले हामीलाई त यतिन्जेल त बस्दाखेरि राष्ट्रवादी भनेर मतलब गर्नु भएन। अब हेर्नुहोस् राष्ट्रवादी र माओवादी यो 3 चोरवादी चाहिँ अब के हुन्छ, राष्ट्रवादी के हुन्छ। अब तपाईँहरूको 3 पार्टीले चाहिँ हिजो त तपाईँले हामीलाई पत्याउनु भएको थिएन। अब के भनेको छ अहिले माओवादीले, अब ज्ञानेन्द्र सरकार राजा बनाउनलाई 4 लाख मान्छे मर्नुपर्छ भनेको छ। मेरो अगाडिपट्टि भनेको छ यही नगर यो माइती घरको अन्डरमा बसेर भनेको छ 4 लाख देखि एउटा मान्छे पनि मर्न पाउँदैन, एउटा बच्चा गरिब दुखी धनी कोही पनि मर्न पाउँदैन। अब राजा ल्याउँदाखेरि आज हाम्रा सन्तानहरू आज हाम्रा कोखबाट जन्मेका छोराछोरी मर्यो, त्यो राज्य यो सत्ता चलाउनेको छोराछोरी मर्यो भए आज यो देशमा के हुन्थ्यो? आज हाम्रा छोराछोरी मर्दा केही भएको छ? केही गरेको छ यो सरकारले? पोलेर 3 कुनेमा चाहिँ आगो सल्काएर बच्चा हाम्रो 2टा बच्चालाई पोलेर खाएको छ। केही भएको छ? घरमा आगो लागेको छ। अब कुनै हालतमा यो सत्ता हामीले फाल्नै पर्छ। यो सत्ता यस्तो दुखी गरिबलाई नहेर्ने मान्छे मार्ने सरकारलाई सत्तामा बस्न दिनु हुँदैन। एउटा अहिले 2 महिना अगाडि तपाईँलाई म भन्छु, एउटा यो उसमा बुद्ध एयरलाइनमा काम गरेको एउटा केटो थियो, 2000 रुपियाँ उसले साथीलाई के सहयोग गर्दैछ पैसा नपुगेर, त्यो 2000 उसले म भराइन्छु भनेर गर्दाखेरि यो तथ्य सत्यको कुरा, त्यो 2000 उसले भराउन बिर्सेछ। उसलाई तुरुन्तै त्यसलाई चाहिँ आउट गरेर निकाल्दियो, खारिज गरिदियो। ल हेर्नुहोस् है त्यो संस्थाले भने किन गलत गरेपछि बस्नु पाउँछ? अब तपाईँहरूले किन यो जेन्जीहरू यो जुन बुढा होस् भुरा होस् देश जसले पनि चलाउन जाने हुन्छ, किन
युवा मात्रै भनेको छ युवाले भन्दा बुढाले झन् देश चलाउन जानेछ पहिला मेरो बुवा गोर्खातिर धेरै वर्ष जानुहुन्थ्यो गोर्खामा एउटा बुढो रे धेरै धनी मनी रे 3 दिनै मकै छोडाको छोडाइ गर्ने रे डालाभरि मकै छोडे एबा तपाईको हात दुख्यो किन मकै छोडा भन्दा मेरो छोरा बुवाले खोयामा मकै छोड्छ भनेर त्यति माया हुन्छ बुढोहरुलाई झन् यो देशको माया बुढोलाई हुन्छ बुढोलाई भन्दा बुढोलाई हुन्छ आज हजुर सुशीला कार्कीको ठाउँमा हजुर अहिले वर्तमान प्रधानमन्त्री चाहिँ तपाईलाई बनाउनु भयो भने तपाईको पहिलो कार्य चाहिँ के हुन्छ मैले त किताब निकालिसकेको छु त म हट्ने छैन आज सुशीला कार्कीलाई जस्तै मलाई बनाएको भए यो 1 महिना भित्र मैले व्यवस्था सबै गरिसक्थे तपाईहरुलाई लेखेर दिन्छु मैले तर गर्न सकिन भने मलाई कालो मसो लाएर जुत्तामा लाएर निकाल्नुस् के गर्नुहुन्थ्यो भन्नुस् हजुर जनतालाई जे चाहेको छ व्यवस्था त्यो व्यवस्था गरेर आज सुशीला कार्कीले आज कसलाई चाहिँ समातेर जेल हालिन् आज यत्रो भ्रष्टाचारीहरूलाई छोडेर एउटा कृष्ण बहादुर महराज त पहिले थुन्नेर जेल हालेर ढड्यो निस्केको थियो उसलाई किन समाइन् उसलाई समाउनु नपर्नेलाई चाहिँ अहिले अरूलाई नसमातेर सुशीला कार्की ज्यूलाई म के भन्छु अब उनले पुराना नेता ल्याउन लागेकी छिन् फेरि चुनावलाई भनेर यदि पुराना नेताले टिकट पाए भने यसको यो चुनावको अङ्गभङ्ग पारेर संहिता खारिज गरेर राजा पुनर्स्थापन गरेर देश हामी चलाउँछौँ हामीसित शक्ति छ सबै कुरा हामीले तयार गरेका छ बोली मात्रै होइन कि कामको तयार भइसकेको छ तर गाउँमा छ नि तपाईले अहिले माइती घर मण्डलमा तपाईँ अलिकति शिक्षित हुनुहुन्छ तपाईले पढे लेखेको हुनुहुन्छ होला होइन तपाईले यसो भनिरहँदाखेरि तर गाउँमा आज पनि जानुस् न वृद्ध भत्ता कसले दिएको आमा भन्दा एमाले भन्छन् नि म तपाईँलाई त्यसो बुझाइ गर्छु है त हो एमाले काङ्ग्रेसको पालामा 9 महिना मनमोहन अधिकारीले चलायो होइन त्यतिखेर 100 रुपियाँ वृद्ध भत्ता थियो आज त्यो 100 रुपियाँ भन्ने छ अनि भोट चाहिँ त्यसलाई ल्याउनु त मनमोहन अधिकारीलाई ल्याउनुहोस् या नेता बनाउनुहोस् हामी ल ल्याउनुहोस् त यिनीहरूलाई फालेर मनमोहन अधिकारीलाई ल्याउनुहोस् त तपाईँले यस्तो कुरा गर्ने भने हामीले 8वटा चिजबाट हामी गाउँबाट विस्थापित भइसकेका छौँ सुन्नुहोस् है कुरा 1 नम्बरमा हामी गाउँबाट हामी बस्न नसक्ने भइसक्यौँ गाउँबाट गाउँले नै धनी मनीबाट है 2 नम्बरमा वार्डबाट 3 नम्बरमा मालपोतबाट 4 नम्बरमा न्यायपालिकाबाट 5 नम्बरमा सिडी कार्यालयबाट 6 नम्बरमा यो अदालतबाट 7 नम्बरमा यो वित्तीय संस्था 8 नम्बरमा सरकारी यो 8वटा चिजले गर्दा हामीलाई विस्थापित बनाएर हामी बस्न नसक्ने भएर हामी सडकमा आउनु पर्ने बाध्यता भएको छ तपाईँ पनि विस्थापित हुँदा हो हामी विस्थापित हो तपाईँ चाहिँ के सहकारीबाट सहकारी होइन यो राज्यबाट हाम्रो छोराछोरी मारेर देश द्रोही गरेर ठगेर खाएर विस्थापित भएको किन हाम्रो सम्पत्तिको हामीले आवाज उठाएको छैन तर कसरी विस्थापित हुनुभयो त राजा जुन राजा भएको भए राजाले जनता पर्दा मार्थ्यो हामी त पर्दा हो राजाको पर्दा हो प्रजातन्त्र किन आयो त तपाईँ किन प्रजातन्त्रको आवाज उठाउनुहुन्छ प्रजातन्त्र मान्ने कि नमान्ने हुन्छ भन्ने हामीले प्रजातन्त्र भएको देशमा आज गोली चल्न पाउँछ आज गोली किन चल्यो आज आगो लाएर घरमा आगो सल्काएर किन हाम्रा बच्चाहरू पोलेर खायो यो सरकारले अब यसको चाहिँ के अनुसन्धान पोखरामा एउटा बेलुङ पड्किँदा समिति गठन गर्यो आज यहाँ यत्रो कानुन अन्याय पर्दाखेरि समिति गठन गर्यो यो सरकारलाई कुनै आदानी केपी ओली कुनै आदा अहिले आजबाट उसले बोलिरहेको छ कि महेश बस्नेतले महेश बस्नेतको कुरापट्टि जान्छ है अब म यदि महेश बस्नेतले देश बनाउने भए शोभा पाठकलाई के गलत गरेर महेश बस्नेतले अहिले साइड लगाइरहेछ शोभा पाठकले जेल हाल्छन् महेश बस्नेतलाई उसले एक रातदेखि बस्न दिँदैन 15 लाख 20 लाख रुपियाँ पैसा घुसपा निस्किन्छ भनेर शोभा पाठकले भनिरहेछ आज महेश बस्नेतले के गरेको छ सम्पत्ति कमाउने कि देश बनाउने तपाईँको जानुहोस् भक्तपुरमा यसपालि हाम्रो दिल्लीबाट चाहिँ गुरु आउनु भएको थियो प्रवचन दिनलाई भक्तहरूलाई त्यो महेश बस्नेत म काठमाडौँको रोपनीको कुरा म भन्न सक्दिनँ चितवनको भए 20 बिघा जग्गामा पलटिङ गरेर रहेछ यो जग्गा कसको होला यत्रो काठमाडौँको ठाउँमा यत्रो हाम्रो 1 लाख हाम्रो चाहिँ भक्तहरू हामी चाहिँ गुरुको प्रवचन सुन्न आउने यो जग्गा कसको भन्दा महेश बस्नेतको भनेपछि महेश बस्नेत चाहिँ यत्रो सम्पत्ति कमाइकन हामीलाई चाहिँ जुन कारिगरमा ढुङ्गार मुढा गर्न पाउँछ बल्खुमा चाहिँ महेश बस्नेतले ढुङ्गार मुढा गरेर दुर्गा पर्साईको मलाई पनि त्यतिखेर 10-15 जना चेपेको थियो मलाई मारेको थियो म कुन म मरेर बाँचेको तर मलाई कसरी बाँची मेरो शक्तिले बाँची भनेपछि मेरो यो पहिला यो धादिङ मलेको हो अहिले चितवन हो अहिले त्यहाँ गाउँपालिका अध्यक्ष कुन पार्टीको हुनुहुन्छ अहिले म चितवन हो मेरो बसाइ कुन पार्टीको हुनुहुन्छ त्यहाँ पार्टीको कुरै नछोड्नु न एमाले काङ्ग्रेस मैले किन सोधे तपाईँले भने यो कुराहरू मैले अघि नै भन्ने नि गाउँमा गयो भने भत्ता कसले दिएको भन्दा एमाले भन्छन् बाउ आमाहरूले अब ती बाउ आमाहरूलाई
तपाईँ जस्ता ज्ञानी तपाईँहरू बुझाकी आमाहरूले चाहिँ सम्झाइदिनु पर्यो त्यो चाहिँ पार्टीले दिएको होइन नेपाल सरकारले दिएको हो भन्ने खालको परिवर्तनकारी भूमिका खेल्नु पर्यो। अनि आमा हजुरले एउटा कुरा हजुरले भन्नुभयो हामी राजा ल्याउँछौँ भन्नुभयो ठिक छ त्यसको लागि राजा आउँछ कि हामीले पहिला वातावरण बनाउनु पर्छ वातावरण हामीले बनाइसकेको छ हैन एउटा कुरा ल हजुर भनिदिनु पञ्चायतकालको राजा होइन आज जनताको राजा हो राजा जसको भाग्यमा चाहिँ विष्णु भगवानले चाहिँ प्रवेश गर्नु भएको छ त्यो चाहिँ राजा हुन्छ यो उ नभनौँ जसले देश जनताको लागि राम्रो काम गर्छ उही नै राजा हुन्छ उही नै प्रधानमन्त्री हुन्छ भएन नि त व्यक्तिलाई शक्तिमा परिवर्तन गरेपछि ऊ व्यक्ति शक्ति भयो राजा होस् जोसुकै होस् हामी राजा ल्याउँछौँ भनेर कराएर त हुँदैन त्यसको लागि त के भन्नु पर्यो भने राजाले पनि म आउँछु भन्नु पर्यो नि त परेन हामीले आइदिनु भनेर राजा आउँछ हामी राजाको विरोधी होइनौँ जनताका पनि विरोधी होइनौँ देश राम्रो भनेको राजा र जनता मिलेको राम्रो हो नेता र जनता मिलेको देश कस्तो छ हेर्नुहोस् राजा र जनता मिलेको देश कस्तो थियो अहिलेको हेर्नुहोस् होइन हामीले हजुरलाई जाने त्यो एउटा आमालाई हामीले सम्मान गरेका राजा नमान्नुहोस् हिजोको राजा होइन आज जनताको राजा अब राजा कस्तो हुनुपर्छ सुन्नुहोस् है तपाईँलाई अहिले भन्छु अब राजा अब राजा के गर्नुपर्छ जनताका घरमा पहिला धुरीमा आगो बल्दैन थियो धुवाउँथ्यो आउँदैन थियो राजाले जनता 3 कुरा जनताले भात नखाइकन बिहान भात खान पाउँदैन अबको राजा ग्यास पनि नजानु न भात त खानुपर्छ नि त्यो ग्यासले पकाएको नि हो अब अहिलेको राजाले लोजिकली सोच्ने हो नि यस्तो नि आमा मैले तपाईँलाई किन भने लोजिकली सोच्ने हो नि त्यो बेला जनता गरिब थिए साना घर थिए राजाका महल हुन्थे धुरीमा गएर हेर्दाखेरि तल देखिन्थे अब त राजाको भन्दा अग्ला जनताका घर छन् कसरी थाहा हो राजाको भन्दा अल्का जनताको घरवासी आज ठगेर खाने कि चाहिँ ठुलो दरबार बनेको छ अहिले हिजो दुःख जसरी पाएको थियो आज पनि त्यतिकै दुःख पाएको जनता चाहिँ तपाईहरु किन हेर्नुहुन्न तपाईले दुर्गा प्रसाद जस्तो मान्छेले राजा बनाउँछ भन्नुभएको त हैन नि हो दुर्गा प्रसादको त आवाज नउठाउ दुर्गा प्रसाद भाडा त म भाइ मेरो भिजन छ देश र जनताको लागि भन्न जाँदा उले मेरो मतलबै गरेन मलाई भनेपछि हामीले अहिले किताब निकालिसकेका छ भिजनको 2.5 पाना छ त्यो भिजन अहिले भर्खर लागू गर्नुस् मनमोहन अधिकारीले एउटा भत्ता 100 रुपैयाँ दिएको थियो अहिले तपाईले यत्रो व्याख्या गर्नुभएको छ 2.5 पानाको भिजन छ देश र जनताको लागि योबाट कहिल्यै पनि कसैले फाल्न सक्दैन ठिकै हो हजुरले भनेको हैन चाहियो भोलि म ल्याइदिन्छु अब भत्ता भनेको कुनै व्यक्तिले पार्टीले कसैले दिए हैन नेपाल सरकारले निर्णय गरेर आदिवासी आजको मैले समाप्त गर्छु